ल है दर्शकबिन यतिखेर पनि हामी सुनौली बर्डरमा छौँ र सुनौली बर्डरमा चाहिँ मजाले आउन चाहिँ सकिएको छ है, मजाले आउन मिलेको छ। हामी सुनौली बर्डर पार गरेर चाहिँ यतिखेर पनि हेर्न सक्नुहुन्छ। सबैजनाले हेर्न सक्नुहुन्छ है, सबैको लैलैमा चाहिँ कुरा नसुन्नु होला। हामी चाहिँ सुनौली बर्डरमै बसेर चाहिँ यहाँबाट हामी निस्केका छौँ है। केही त्यस्तो दिक्कत छैन है, आउनु उताबाट इन्डियाबाट नेपाल आउनुको लागि त्यस्तो खासै कुनै दिक्कत छैन अहिलेसम्म। जति पनि दसैँमा आउनेहरू हुनुहुन्छ सबै ढुक्क भएर आउनु होला, त्यस्तो खासै केही पनि छैन। भदौ 18 गते शनिबारका दिन चाहिँ हामी सुनौली बर्डर क्रस गरिसकेका छौँ। हाम्रा मित्रहरू हुनुहुन्छ, सबैजनालाई हाई गरिदिनुहोस् ल, भेना हाई गरिदिनुहोस् त। हामी चाहिँ टिम है, हामी बेङ्गलोरबाट आएका टिमहरू हौँ। यहाँ चाहिँ धादिङ सर हुनुहुन्छ।